कहाँ हरायो बिस्ना? बिस्ना कता हरायो? बिस्ना कता हरायो? नआउने अरे फोन गर बिस्ना कता हरायो? हरायो कता हरायो त्यसलाई लट्ठीले हान्नुपर्छ, लट्ठीले। पहिला गयो कोही कोही थाहै छैन को नि त? किन जान्छु भन्थ्यो? जान्छु भन्थ्यो? त भात खाएको खाएको। ए फोटो तैँले ल्याएको नि मैले लिएको। यहाँ ल्याएर छोटो बनाएछ कति सालमा खिचेको यो फोटो? कति सालमा खिच्नु भएको? कतै साल हो कतै साल नै तेरो बाउ 2 वर्षको थियो त्यति बेला यो कहाँ खिचेको? 2 वर्षमा फोटो खिचेको कहाँ खिच्नु भएको? बाले काय गर्ने 40 वर्षमा मरेको के तेरो बाटाको आयो नभएको गणेशको बाउ यस्तो भइरहेछ अरे अदाइ छ साइला तेरो बाले कान्छ मरेको अब जेठा पनि मर कान्छा पनि मर माइला पनि मर साइला मात्रै छ रमेशको बाउ कति सालमा खिचेको यो? कहाँ खिचेको? कति कहाँ खिचेको? कहाँ? खोइ अब बिर्सिहाल्यो कति साल 2 वर्षको थियो कतै साल हो कतै यति भने थाहा न यो तेरो बाउ त 1 वर्षको पुगेर नि यसरी उब्ने अनि माइली र छोरीले यो हात पक्रेर बिहानभरि दिनभरि आँगनमा घुम्ने के चौमारा अनि त्यो बानी भएर अघि नै उठी निस्क्यो कि उसको हात यसरी दिन्थ्यो अनि भोलि आएपछि तिमी जेठा कि माइला भन्थ्यो क्या उनीहरूलाई अनि म माइला जेठा होइन माइला भने क्या तेरो बाउले अनि तेरो बाजेले भन उसको दाजु मरेको जेठा नभन माइलाई भन भनेर माइला तेरो बाउ माइला जेठा माइला साइला कान्छा 4 भाइ तेरो बाउ कहाँ खिच्नु भएको यो फोटो चाहिँ? कहाँ खिच्नु भएको? को यो फोटो कहाँ खिच्नु भएको? फोटो होइन भर्चुअलमा खिचेको कि गाउँमा ठेरेकै यस्तो मोबाइलको चलनै थिएन पहिले केही भर्चुअल आउनु पर्ने अब 1 दिनभरिमा पनि घर नपुगिने अनि फोटो नखिचेको तेरो बाजे भल्सनदेखि आएर सबैको फोटो पठाउँछ देवर त फोटो पनि पठाउँदैन केही पनि भने कि अनि कहाँ खिचेर पठाउनु अब 1 दिनमा नआइपुगिने भर्चुअल अनि बाजेसँग आएर खिचेको अनि बाजेले एउटा उँधो लग्यो एउटा त्यासेको त हरायो फेरि यता ल्यायो अनि पहिले पल्टन जानु भएन तपाईँ?
होइन ए तेरो बाजा 15 वर्षमा चाहिँ खाने 15 वर्षमा नै तिहारेको ए उसको भत्ता कमै छ बाजाको किन निस्केको अरे किन तिमीहरूको बाजेहरू 4 भाइ जेठा पनि लाउरे माइला पनि लाउरे साइला पनि लाउरे कान्छा पनि लाउरे 4 भाइ लाउरेहरू अहिले त्यो रमेशको बाउ मात्रै छ यस्तो भइगएको छ कुरेपा सबै मरिगयो कति आयो भएको त बुढा मान्छेलाई चाहिँ तेरो बाजे मरेर उसको चौतारा लाउनु पर्यो भने कति वर्ष भने कति वर्ष अनि सोधेँ के मैले दाजु भाइ कति वर्ष अब मरेको भने उसले हिसाब गर्न 40 वर्षमा 40 वर्षको नलाऊ 45 को लाऊ भनेर 5 वर्ष बढाएर चौतारा लाएको बाजेको आयो नभएको खलेर बुढा माया लाग्छ अझै अनि अझै माया लाग्छ बाजेको ए माया लागेर मरेको लाग्छ कि लाग्दैन नाच्नु गाउनु भनेको बन्द नजान्ने क्या गीत गाउनु नजान्ने नाच्नु नजान्ने साथीहरूलाई टान्दै आइजना कान्छा नाच्छौँ भने गर उभिराख्ने त्यस्तो छ त्यो बाजा के अरे अझ छोरा नाच्यो अरू पुताले बाजा त नजान्ने त गीत गाउनु पनि नजान्ने नाच्नु पनि नजान्ने यस्तो हात घुमाउनु नजान्ने कस्तो लाग्छ अनि बाजेलाई नि तपाईँले नचाउनु भएन त बाजेलाई जाने भएन नजानेको के लाग्छ अनि सिकाउनु पर्छ नि त तपाईँले ए तैँले सिकाउनु त म त सिकाउँछु त ए कतै बाछाले सिकाउँछ बाजा त 1 वर्षको हुँदाखेरि उसको आमा मरेको अरे के अब त्यो के बाजा यसो लखा परे थिएनको भन्दै कसले सिकाउने लेखाउने आमा मरेको बाउ बुढी खोज्दा ठिक्का नपढेको तेरो बाउ क्या आसपास गर के अनि म 10मा पास गर्छु आमा बाउलाई त्यसो भन्नु भनेर त्यसो भनेको त बाई कति धेरै पढो म क ख त नपढेको म यसले त धेरै पढो धेरै पढेको बाउले धेरै अनि बाउ पढ्नु नपाएर भागेर मेन्द्रासँग दार्जिलिङ कता कता घुम्यो सानै पछि त तेरो बाउ अनि बोजू अनि बाजेले चाहिँ कतिको माया गर्नुहुन्छ तपाईँलाई कहिले कुट्नु भयो भएन ए कुट्नु भएन जब गरेन
भनेपछि जब गरेन भने कुटाइ नखाइँदो रहेछ थुथुनालाई कुटाइ खाइन्छ ए थितिनाले कुटाइ खाइन्छ होइन अँ। ए सम्झाउनु त जब गरेन भने ए, जतासुकै तेरो बाजाले भन्थ्यो म सुन्दैन थिएँ अँ, ए सुने पठाउँदा कि अनि कता कुट्नु अँ। जब गऱ्यो भने त तादन पाइहालिन्छ नौलो हुँदैन बाजे सोझो होला नि त बाजे सोझो नै उम्। सोझो झन् थररै सुट भने बाङ्गो हुन्छ म त कुटाइ नखाएको उम्। पोजिटर गन्दा छैन होला सुगरमा होला बोल्दै तन्ना पनि फेरि फेर्दिन तिमीले भात खाएको खाइसके ए बोजू बोजू रमेश कहाँ गएर बस्छ बस बनाएको अघि छ आउने गएको क्या के अघि आउने गएको ए खोइ अलि सिधा उम्। क्या हो यो बोजू यो छ नि यो बुलाकी हौ त्यो यो बुलाकी कसले किनिदिएको यो अँ आफैले किनेको कतिमा 1 रुपियाँ भुनी गरेर 250 को आधे तोला पहिले सस्तो थियो नि पैसा महँगो यो जाँड बेचेर जाँड कतिको गाउँमा एउटा खाबेले 400-500 भइसक्यो जाँड खाएको दिँदैन पैसा एक दिन गर लु मलाई फुली कमाइदे भने क्या न यो कमाइदियो त्यसले तिम्रो पैसाको हिसाब नगर मेरो सुनको पनि म हिसाब गर्दिनँ भने के ल भनेर माया मारेको यो अनि कति सालमा त्यहाँदेखि कहिले पनि आएर जाँड माग्थ्यो दिँदैन थिएँ पैसा नदिएन अनि अन्त त जाँड दिनु पनि छोरा यो कान्छीलाई नै ल्याउन कोदो किन्नै पाउँदैन के जाँड पकाउनु र भन्दै दिँदै कति सालमा तेरो फुपूहरू पनि जन्मेकै थिएन त्यो बेला कहिले होइन यो किन्दाखेरि भर्खर तोलाको 500 भएको थियो 1 तोलाको अनि आधी तोलाको 250
अझै त सुन्ता कहाँ हो त कहाँ हो कहाँ नि आयो नि त छुनै सक्दैन महँगो छ नि महँगो एकदम कति छ त 3 लाख पुग्नु आँटो कतै 3 आ, उहिले कतै सस्तो थियो नि। मैले टिममा गाउँमा बसेर चिठा काटेँ क्या 1 रुपियाँमा अनि थिनामखुमा को राईले चिठा हालेको त्यहाँ काटेँ 1 रुपियाँमा अनि भरै मैले भैँसी पाएँ कि अनि भैँसी ल्याइदियो रागा थियो यति ठुलो उसको बच्चा डुना भएछ त्यति बेला मैले र ठुली मात्रै थियो नानीहरू मसिनो अनि त्यो चिठा पाएको सबैले अब बाँच्दैन ल त्यस्तो पाउने त मर्छ भन्छ कि सबैले अनि मर जान्छ होला मेरो नानीहरू बेपत्ता हुन्छ होला भन्छे खै के मर्छ उनीहरू त्यस्तो भनेर उहिले मरिसक्यो मर्दैछु मरेको छैन एउटा सारा बुढा थियो धामी क्या डाँडा छलमा अनि त्यो बुढालाई यसो भन कान्छे मुकुलो माङ्वाए मलाई राहु माग सुन मसँग फाप्दैन मरिन्छ भन्थ्यो उहिले मरेको म मरेकै छैन अनि यो चाहिँ यो कानको चाहिँ यो त तेरो साइला काका बाहिर गयो क्या अनि 20,000 पैसा दिएको त्यसको किनेको यो उसले 2-3 लाख पैसा लिएको के गरेर खाइहाल्यो मेरो यो रहेको राई कहिले कहिले आउँछ र मैले कमाएको पैसा यति हाम्रो आमालाई राखेको छ भन्छ मेरो भुँडी दुखेर यस्तो कुक्रिक भएर झन्डै मरायो चिसोले अच्छा चिसो